नमस्कार, तपाईँहरू सबैलाई स्वागत छ। आज म तपाईँहरूका लागि लघुतावाची शब्द सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता लिएर उपस्थित भएको छु। आउनुहोस् सुरु गरौँ आजको कक्षा। बाँसको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ सिन्को। रोटीको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ टुक्रो। खेत वा बारीको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ सुर्को। काँक्रोको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ चिरो। कपडाको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ धरो। नुनको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ चिम्टी। खुकुरीको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ कर्द। सुपारीको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ कुड्को। सुन्तलाको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ केस्रो। तरुलको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ ठुन्को। रुखको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ पोथ्रो। मासुको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ चोक्टो। दुधको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ तुर्को। दाउराको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ झिँजो। चामल वा तोरीको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ गेडो। समयको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ पल अथवा छेड। घामको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ झुल्को। परालको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ त्यान्द्रो। आगोको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ झिल्को। घिउको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ पित्को। अचारको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ पित्को। खुर्सानीको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ ढिँडी। तेलको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ थोपो। डालोको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ डाली।
चिम्टाको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ चिम्टी। भातको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ सितो। केराको लघुतावाची शब्द कुन हो? यसको सही जवाफ रहेको छ कोसो।